राजा छ म त्यो राजालाई चिनाउन चाहन्छु। यो राजाको नाम हो रहबाम। रहबाम पहिलो राजा 12 अध्यायमा यो रहबामको बारेमा लेखेको छ। रहबाम चाहिँ सुलेमानको छोरा हो, सुलेमानको छोरा। अनि रहबाम जब कलिलो उमेरमा जब ऊ राजा हुन्छ अनि राजा भएपछि उसले 12वटा कुललाई चाहिँ उसले नेतृत्व गर्दै गरेको हुन्छ। सो नयाँ राजा उमेरमा पनि कलिलो। अनि ऊ राजा हुँदाखेरि रहबाम गद्दीमा बस्दाखेरि चाहिँ सबै इजरायलको मान्छेहरू आएर चाहिँ रहबामलाई रिक्वेस्ट गर्छ। रहबामले भन्छ राजा तपाईँको बाबाको पालामा चाहिँ तपाईँको बाबाले चाहिँ हामीलाई एकदम गह्रो जुवा हामीलाई बोकाएको थियो। हामी तपाईँलाई रिक्वेस्ट गर्छौँ कि त्यो जुवालाई चाहिँ अलिकति हल्का पारिदिनुहोस्। हामीलाई भार थियो तपाईँको राजाको तपाईँको बाबाको शासनमा, अलिकति त्यो भार चाहिँ हामीलाई हल्का गरिदिनुहोस्, तब चाहिँ हामी तपाईँको सेवा गर्छौँ। सो रहबामले टाइम माग्छ, 3 दिन समय माग्छ। उसले भन्छ ठिकै छ, म सोचेर तिमीलाई भन्छु म तिम्रो लागि के गर्नु। सो उनीहरू जान्छ। अनि 3 दिन बाद जब यो मान्छेले फेरि रहबामकोमा आउँछ तब रहबामले चाहिँ उनीहरूलाई के जवाब दिन्छ भने चाहिँ मेरो कान्छी औँली चाहिँ मेरो बाबाको कमरभन्दा चाहिँ के छ, मोटो छ। यो राजाले चाहिँ उनीहरूको मागलाई चाहिँ पुरा गर्दैन रहबामले। तर रहबामले के भन्छ भने चाहिँ मेरो बाबाले चाहिँ तिमीहरूलाई एकदम गह्रौँ एउटा जुवा तिमीहरूलाई बोकाएको थियो, त्यो जुवालाई म चाहिँ गह्रौँ बनाइदिन्छु। मेरो बाबाले तिमीहरूलाई बेत लगाएको थियो, म त तिमीहरूलाई के गर्छु, कोर्रा लगाइदिन्छु। अनि यो राजाले चाहिँ उनीहरूको मागलाई नमागेर चाहिँ उनीहरूमाथि अझै कठोरताको व्यवहार गर्छ, अझै कठोरताको, अझै क्रूर हुनु खोज्छ। तर यो रहबामलाई याद नै भएन कि उसले भनेको कुराले चाहिँ के कुरा गर्छ। तपाईँलाई अगर तपाईँ पढ्नुहुन्छ भने तपाईँलाई थाहा हुन्छ रहबामको यो फैसलाले चाहिँ, रहबामको यो डिसिजन लिनुले चाहिँ इजरायल जो चाहिँ एउटा पुरा देश 12वटा कुलले बनेको देश 2 भागमा के हुन्छ, डिभाइड हुन्छ। मान्छेहरूले चाहिँ रहबामको सेवा गर्नु मान्दैन। 10वटा कुल अलग्गै हुन्छ अनि 2टा कुल चाहिँ अलग्गै, यहुदा र बिन्यामिनको कुल अलग्गै हुन्छ अनि 10वटा अरू कुलहरू चाहिँ अलग्गै विभाजन हुन्छ। एउटा ठुलो देश, शक्तिशाली देश, एकदम सुलेमानको नेतृत्वमा एकदम धनी देश, एकदम सबै कुरा भएको देशमा चाहिँ फुट हुन्छ, 2 भाग हुन्छ। दुईटा कुलको अर्कै राजा अनि 10वटा कुलको अलग। यो रहबामको यो फैसलाले नि, रहबामको यो डिसिजन लिनुले चाहिँ उसले 10वटा कुललाई चाहिँ घुमाइपठाउँछ। 10वटा कुल न सिर्फ घुमाइपठाउँछ तर अगाडि गएर चाहिँ यो 10वटा यो कुल अनि यो 2टा कुल चाहिँ झगडा भइबस्छ। 10वटा कुललाई इजरायल भन्छ अनि 2टा कुललाई चाहिँ यहुदा। अनि 2टाको बिचमा नि लडाइँ भइरहेको छ। दाजुभाइमै नै के भइरहेछ, 12वटा कुल चाहिँ 12वटा दाजुभाइको हो अनि 12वटा दाजुभाइको बिचमा नै लडाइँ झगडा भइरहेछ। किन, के भएर भन्दाखेरि चाहिँ रहबामको गलत फैसलाले के भयो भने चाहिँ रहबामले चाहिँ आफ्नो चाहिँ मानेन, उसले त्यो राज्यलाई चाहिँ आफ्नो चाहिँ मानेन। तपाईँले आफ्नो मानेन भने 2 टुक्रा होस् या 3 टुक्रा होस् या 4 टुक्रा होस् फरक पर्दैन। तर तपाईँले आफ्नो मान्नु भयो भने चाहिँ तपाईँले 2 टुक्रा हुन। मेरो आज प्रेयर छ, हाम्रो फैसलाले, हाम्रो बोलीले, हाम्रो डिसिजन लिनुले, हाम्रो चालचलनले, हाम्रो व्यवहारले चाहिँ कुनै पनि कुरा चाहिँ 2 टुक्रा नहोस्। आमेन। हामीबाट फुट ल्याउने काम चाहिँ नहोस्, परिवारमा फुट ल्याउने काम नहोस्, सन्तानमा, रिलेटिभ्समा फुट ल्याउने काम चाहिँ नहोस्। तर हामी प्रभुसँग प्रार्थना गरौँ, प्रभु हामीमाथि दया गर्नुहोस् कि हामी चाहिँ जोड्ने व्यक्ति बन्न सकौँ। हामी यो आमा जस्तो बन्न सकौँ जसले राजालाई भन्छ कि तपाईँले जे सुकै गरे तापनि यो नानी मैले पाएन भने पनि तर राजा यो नानीलाई चाहिँ 2 टुक्रा चाहिँ नपार्नुहोस्। हामी यो आमाको समान हुन सकौँ जसले चाहिँ 2 टुक्रा हुन दिएको छैन। तपाईँलाई याद छ राजाको एगेन्स्टमा जानु चाहिँ आफ्नो लागि चाहिँ मृत्यु बोलाउनु जस्तो हो।
राजाले एकपल्ट फैसला दिइसकेपछि राजाले यसलाई काट्नु भनेपछि चाहिँ तपाईँले बिचमा टोक्नु, तपाईँले भन्नु कि होइन यस्तो नगर्नु, तपाईँले यस्तो नगर्नु। तर यो आमाले रिस्क लिँदैछ अनि राजाले रिक्वेस्ट गर्छ, प्लिज नगर्नुहोस्, तपाईँले नानीलाई नकाट्नुहोस्, 2 टुक्रा चाहिँ नबनाउनुहोस्। मेरो आज प्रेयर छ कि तपाईँबाट नि कुनै पनि कुरा 2 टुक्रा चाहिँ नहोस्। प्लिज आमा बाबा प्लिज याद गर्नुहोस्। अनि जवान छोरा जवान छोरीहरू याद गर्नुहोस् कि तपाईँ बिहा भएर आउँदा, तपाईँ बिहा भएर कसैको घरमा जाँदा परिवार 2 टुक्रा चाहिँ नहोस्। तपाईँको बोली, तपाईँको वचन, तपाईँको व्यवहारले कुनै कुरा 2 टुक्रा नहोस्। आमेन। तर हामी यो आमाको समान होस् जसले चाहिँ आफ्नो सबै जीवन उसले रिस्क पार्दछ ताकि 2टा कुरा चाहिँ के होस्, एउटा होस्। आमेन। ताकि जीवन चाहिँ बनिरहोस्। आमेन। जीवन बनिरहोस्। अनि कुनै पनि कुरा मेरो प्रार्थना छ प्रभु कि 2026 जब हामी सालको पहिलो आइतबारमा छौँ, अब अझै हाम्रो अगाडि पुरा साल बाँकी छ, हामी फुट ल्याउने काम व्यक्ति चाहिँ नहोस्। आमेन। हामी फुट ल्याउने व्यक्ति नहोस्। तर अगर कुनै कुरा डिभाइडेड छ, कुनै कुरा टुक्रा टुक्रामा छ भने चाहिँ जोड्नेमा चाहिँ हामी हुन सकौँ। आमेन। जोड्नेमा चाहिँ हामी हुन सकौँ। अनि प्रभुले तपाईँलाई आशिष दिन्छ। आमेन। एफिसीको किताब 2 अध्याय मजाको कुरा लेखेको छ प्रभु येशूको बारेमा। 2 अध्याय अनि 13 पदमा, एफिसीको किताब 2 अध्याय 13 पदमा प्रभु येशूको बारेमा लेखेको छ कि प्रभु येशूको आउनुले चाहिँ के कुरा भएको छ। प्रभु येशू आउनुभन्दा अगाडि चाहिँ अन्य जाति अनि यहुदीहरू चाहिँ, अन्य जाति अनि यहुदी चाहिँ 2 भाग थियो, अलग अलग थियो। 2 जनामा केही पनि सिमिलर थिएन, कुनै पनि कुरा 2 जनामा एउटै थिएन। यहुदी आफ्नो ठाउँमा, अन्य जाति आफ्नो ठाउँमा। तर प्रभु येशूको आउनुले चाहिँ यस्तो भएको छ। एफिसी 2 अध्यायको 13 पद पढ्नुहोस् त, के लेखेछ त्यहाँनिर। तर बाइबल नपढ्दा चाहिँ कहाँ हो हुन्छ। एफिसी कता हो, 2 अध्यायको 13 पद। एफिसी 2 को 13। तर अब तिमीहरू अन्य जाति अनि यहुदीको बारेमा भन्दैछ कि तर तिमीहरू जो एकपल्ट ख्रीष्ट येशूबाट तिमीहरू टाढा थियो। एक अर्कामा के थियो, डिस्टेन्टमा थियो। अन्य जाति एकतर्फ छ अनि यहुदी एकतर्फ छ, अलग अलग जाति अलग छ। अनि के लेख्छ, ख्रीष्टको रगतले तिमीहरू के भएको छौ, अन्य जाति। अब अन्य जाति होइन, यहुदी अब यहुदी होइन, तर अन्य जाति अनि यहुदी के भएको छ, एक भएको छ। प्रभु येशूको आउनुले चाहिँ, प्रभु येशूको संसारमा आउनुले चाहिँ 2टा कुरालाई के गर्दैछ, एउटा बनाउँदैछ। अनि अगाडि के लेख्छ, किनभने हाम्रा शान्ति उहाँले हुन्छ जसले बीचको छेक्ने बारलाई चाहिँ के गरेको छ, एउटा बार छ अन्य जाति अनि यहुदीहरूको बीचमा, त्यो बारलाई तोडेको छ। अनि दुवैलाई यसरी मिलाप, दुवैलाई के गरेको छ, आफैमा के गरेको छ, मिलाप गराएको छ। मेरो आज प्रेयर छ कि प्रभु हामीलाई 2टा कुरालाई एक पार्ने हामीलाई व्यक्ति बनाउनुहोस्। आमेन। मत्तीको किताबमा लेखेको छ कि धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू चाहिँ परमेश्वरको सन्तान कहलाइनेछ। प्रभु मेरो प्रार्थना छ कि हामी मिलाप ल्याउने व्यक्ति हुन सकौँ। जो पहिला अलग थियो, जो अलग थियो, अन्य जाति यहुदी उनीहरूको बिचमा एउटा बार छ। उनीहरू एकअर्कासँग बोल्दैन, उनीहरू एकअर्कासँग कुनै पनि कुरा साट्दैन, उनीहरू एकअर्कामा उनीहरूको केही पनि सम्बन्ध छैन। तर प्रभु येशूको आउनुले चाहिँ अब 2 जनामा के छ, सम्धि छ। अब 2 जना मिलेर बसेको छ। अब 2 जनाले नै मिलेर प्रभुको सेवा गर्दैछ। आमेन। मेरो प्रेयर छ प्रभु हामी फुट ल्याउने व्यक्ति होइन, तर मिलाप ल्याउने व्यक्ति बनौँ। आमेन। ल्याउने व्यक्ति होइन, तर मिलाप। हाम्रो फैसला रहबामको फैसला समान नहोस्। हाम्रो फैसला, हाम्रो बोल्नु,
हाम्रो कुरालाई बुझ्नु, हाम्रो बोलीचालीले फुटलाई होइन तर मिलापलाई लिएर आएको होस्। हामी यो आमालाई स्मरण गरौँ जसले राजाले रिक्वेस्ट गर्दछ कि यो नानीलाई 2 टुक्रा चाहिँ नपार्नुहोस् 2 टुक्रालाई। अनि मेरो प्रेयर छ तपाईँको बोलीले, तपाईँको व्यवहारले, तपाईँको उठ्नु बस्नुले कुनै पनि कुरा 2 टुक्रा चाहिँ नहोस्। आमाहरू 2 टुक्रा हुन नदिनुहोस्, बाबाहरू तपाईँको परिवारलाई 2 टुक्रा हुन नदिनुहोस्। एन्ड कुनै पनि कुरा 2 टुक्रा चाहिँ हुन। अब हामी प्रभुसँग प्रे गरौँ, प्रभुलाई बुद्धि मागौँ, प्रभुलाई समझ मागौँ, प्रभुलाई भनौँ प्रभु म कुनै पनि कुरालाई 2 टुक्रा हुन चाहिँ नदेखोस्। कुनै अगर तपाईँले देख्नुहुँदैछ कुनै कुरा 2 टुक्रा हुँदै गरेको देख्नुहुँदैछ, अगर दुईजना व्यक्ति डिसएग्री भइरहेको छ एकअर्कासँग मिलेको छैन, एकअर्कासँग राम्रो मिलापमा छैन, एउटा अर्कोसँग रिसाइरहेको, अर्कोसँग रिसाइरहेको, अगर तपाईँलाई याद हुन्छ भने चाहिँ तपाईँ मिलाप ल्याउने मान्छे बनोस्। तपाईँले अगर कुनै कुरा टुक्रिँदै गरेको देख्नुहुँदैछ भने तपाईँले पनि रिक्वेस्ट गरेको होस् अनि त्यो कुरालाई टुक्राउन नदिनुहोस्। आज म रिक्वेस्ट गर्छु एसेम्बली अफ बेलिभर चर्च क्याम्पिङ ग्राउन्डलाई कुनै पनि कुरा 2 टुक्रा हुन नदिनुहोस्। तपाईँको हातबाट कुनै पनि कुरा 2 टुक्रा नहोस्। आमेन। प्रभु चाहन्छ कि हामीलाई प्रभुले जे पनि दिनु भएको छ त्यसलाई 2 टुक्रा हुनदेखि म तपाईँलाई भनौँ दुष्टको चाहिँ इन्टेन्सन नै हुन्छ, दुष्टको चाहिँ इच्छा नै हुन्छ तपाईँको जीवनलाई 2 टुक्रा पार्ने, तपाईँको परिवारलाई 2 टुक्रा पार्ने। तर अगर तपाईँलाई नजर आउँदैछ, अगर तपाईँ देख्नुहुँदैछ कुनै कुरा 2 टुक्रा भएको, प्रे गर्नुहोस् अनि त्यो कुरालाई 2 टुक्रा हुन नदिनुहोस्। 2 टुक्रा हुन नदिनुहोस्, अलग हुन नदिनुहोस्। अगर दाजुभाइ मिलेको जस्तो लाग्दैछ होइन तपाईँलाई, तपाईँले 2 टुक्रा हुन नदिनुहोस्। दिदी बहिनी अगर मिलेको छैन जस्तो लाग्दैछ 2 टुक्रा हुन नदिनुहोस् 2 टुक्रा हुन। तर तपाईँले याद राख्नुहोस् कि प्रभु म चाहिँ जीवन ल्याउने व्यक्ति होस्। 2 टुक्रा हुने बित्तिकै खत्तम भइहाल्छ। अगर परिवारमा फुटायो, परिवार चाहिँ विभाजन भयो भने खत्तम हुन्छ, परिवार खत्तम हुन्छ। उनीहरूमा आनन्द हराउँछ, उनीहरूमा शान्ति हराउँछ, सबै कुरा हराउँछ। तर अगर एकसाथ बनिबस्छ त्यहाँनिर के छ? आनन्द छ, त्यहाँनिर आनन्द छ। अगर चर्च 2 फाटो हुन्छ, अगर चर्चभित्र 2 फाटो हुन्छ, अगर एउटाले अर्को ग्याङ बनाउँछ, एउटाले अर्को ग्याङ बनाउँछ भने नि चर्च आउनु मन पर्दैन, चर्चमा बस्नु मन पर्दैन, आराधना गर्नु मन पर्दैन, सँगै मिलेर खाना पकाउनु, चर्च क्रिसमसमा खाना पकाउनु मन पर्दैन। एउटाले तेल ज्यादा भएको देख्छ, एउटाले तेल कम्ती भएको देख्छ, तर मजा आउँदैन। तर अगर ग्याङ छैन र सबैजना एकसाथ छ भने चाहिँ जे खाऊँ, जे गरौँ, जहाँ जाउँ आनन्द हुन्छ। आमेन। हुन्छ, त्यहाँनिर खुसी हुन्छ। आमेन। मेरो आज तपाईँलाई रिक्वेस्ट छ, तपाईँले कुनै कुरा 2 टुक्रा हुनु देख्दैछ भने त्यसलाई 2 टुक्रा हुन नदिनुहोस्। मेरो प्रार्थना छ प्रभु चर्चलाई 2 टुक्रा हुन। अब चर्च 2 टुक्रा भयो भने नि चर्च बढ्दैन, तरक्की हुँदैन, उन्नति हुँदैन। तर अगर चर्च एकसाथ छ तब चर्चले तरक्की गर्छ, तपाईँले तरक्की गर्छ, तपाईँको परिवारले तरक्की गर्छ, तपाईँको छोराछोरीले के गर्छ? तरक्की गर्छ। मान्छेले आफ्नै खुट्टा आफै के गर्छ? बन्चोरले 2 भाग गर्दाखेरि मान्छेले के सोच्छ? 2 भाग गर्दा यसले आधा पाउँछ, मैले आधा पाउँछु, लिला आन्टीले आधा पाउँछ, मैले आधा पाउँछु। तर असल बात चाहिँ के छ? 2 टुक्रा हुने बित्तिकै के हुन्छ? मर्छ। 2 टुक्रा हुने बित्तिकै त्यहाँ जीवन चाहिँ हुँदैन। 2 टुक्रा हुने बित्तिकै खत्तम हुन्छ। तर एकसाथ छ तब त्यहाँनिर के हुन्छ? जीवन हुन्छ, त्यहाँ आशिष हुन्छ। आमेन। यो नयाँ साल, नयाँ आइतबार, नयाँ फर्स्ट आइतबार मेरो प्रेयर छ हामी यो आमाकोबाट सिकौँ, हामी प्रभु येशूकोबाट सिकौँ, हामी मिलाप ल्याउँ। आमेन। कुनै कुरालाई 2 टुक्रा हुन नदिनु। अगर तपाईँ केही पनि गर्नु सक्नुहुन्न, तपाईँको हातमा केही पनि छैन भने प्रार्थना गर्नुहोस्, प्रभुलाई भन्नु प्रभु यो कुरा 2 टुक्रा चाहिँ नहोस्। आमेन। 2 टुक्रा चाहिँ नहोस्। आमेन। 2 टुक्रा हुँदाखेरि चाहिँ त्यहाँनिर आशिष छैन। 2 टुक्रा हुँदा। आमेन। बाइबलमा लेखेको छ। अनि म यो भनिकिन सक्छु
उपदेशकमा लेखेको छ, उपदेशकको किताबमा अगर दुईजना व्यक्ति अगर कुनै कुरामा सहमत हुँदैन, अगर दुईजना व्यक्ति कुनै कुरामा सहमत हुँदैन, अगर मलाई मन परेको कुरा तपाईँलाई मन पर्दैन, तपाईँलाई मन परेको कुरा मलाई मन पर्दैन, अगर दुईजना व्यक्ति सहमत हुँदैन भने चाहिँ बाइबलले छ उनीहरू लामो यात्रा चाहिँ गर्न सक्दैन। बाटोमा नै झगडा परेर एकअर्काको खोसेर एउटाले अर्कालाई नै के गर्छ, मारी पठाउँछ। बाइबलले छ अगर दुईजना व्यक्ति एउटै कुरामा सहमत हुँदैन त लामो बाटो तय गर्न सक्दैन, तर अगर सहमति छ भने चाहिँ लामो बाटो तय गर्न सक्छ। मेरो प्रार्थना छ, मेरो प्रेयर छ कि तपाईँको परिवार चाहिँ लामो यात्रा गरोस्। आमेन। दुई टुक्रा हुन नदिनुहोस्। अगर तपाईँले भनेको जस्तो भएन, त इट्स ओके, भएन त इट्स ओके। कोही बेला तपाईँले भन्ने जस्तो भएन भने पनि केही ठुलो कुरा चाहिँ छैन। उसलाई उसको तरिकाले गर्नु दिनुहोस्, तर टुक्रा हुन चाहिँ नदिनुहोस्। म तपाईँलाई एउटा लास्ट कुरा भन्छु अनि सके। अगर परिवारमा चाहिँ अगर नि दुष्टले चाहिँ तपाईँलाई खतम पार्नु सकेन भने चाहिँ, नि तपाईँको परिवारमा फुट हालिदिन्छ। जब तपाईँको घरमा फुट हालिदिन्छ नि, तपाईँले आफै सबै कुरा भत्काइदिन्छ आफै। अगर तपाईँले आटा गुन्नु भयो र अलिकति इस्ट हाल्नुभयो, त्यहाँ अलिकति इस्टले नि त्यो आटालाई नै के गर्छ, खमिलो बनाइदिन्छ नि। बाइबलमा लेखेको छ अगर दुष्टले फुट हालिदियो त्यो आफै तपाईँले आफै भत्काइदियो। अगर दाजुभाइ पुरा मिल्छ, एकअर्कामा पुरा मिल्छ, अगर कसैले भनिदियो कि तिम्रो भाइले त तिम्रो विषयमा यस्तो कुरा गर्दै थियो, तिम्रो दाजुले तिम्रो विषयमा यस्तो कुरा गर्दै थियो, त्यो कुरा टक्कै हालिदिएपछि दाजुभाइ आफै खत्तम पारिहाल्छ, आफूले आफूलाई खत्तम पारिहाल्छ। तर जो बाइबलले छ साँप जस्तै चतुर अनि ढुकुर जस्तै सोझो। चतुर हुन जरुरी छ अनि दुई टुक्रा हुन दिन हुन्न। आमेन। मेरो प्रार्थना छ कि हाम्रो हातबाट, हाम्रो बोलीचालीबाट, मेरो हातबाट, मेरो बोलीचालीबाट, मेरो व्यवहारबाट कुनै पनि कुरा दुई टुक्रा चाहिँ नहोस्। आमेन। कुनै पनि कुरा दुई टुक्रा नहोस्। तर तपाईँ जहाँ पनि जान्छ त्यहाँनिर एकता होस्। आमेन। जवान छोरा जवान छोरीहरू इम्पोर्टेन्ट छ। तपाईँले बिहा गरेर तपाईँले कसैलाई लिएर आउँछ, तपाईँ बिहा गरेर कसैकोमा जान्छ, इम्पोर्टेन्ट छ। तपाईँ जाँदा चाहिँ त्यहाँनिर विभाजन चाहिँ नहोस्। आमाहरू एकदम बुझेकै हुनुपर्छ। आमाहरू तपाईँको घरमा ज्वाइँ आउँछ, छोरीहरू आउँछ, इट्स इम्पोर्टेन्ट कि तपाईँले जबसम्म तपाईँ जिउँदो छ तपाईँले दुई टुक्रा हुन दिनुहुन्न। तपाईँले यता पनि सम्हाल्नु पर्यो, तपाईँले यता पनि जानु दिनु भएन, उता पनि जानु दिनु भएन। तपाईँले परिवारलाई एक बनाइकन राख्नुपर्छ। टुक्रा हुन नदिनुहोस्, किन दुई टुक्रा हुँदा चाहिँ त्यहाँनिर जीवन हुँदैन। मर्छ कुराहरू, सपना मर्छ, शान्ति मर्छ, आनन्दहरू सब खतम हुन्छ। त्यो घर नि जहन्नुम हुन्छ, त्यो घरै नरक हुन्छ। तर जहाँनिर एकता हुन्छ, जहाँ परिवार एक हुन्छ, ती नै स्वर्ग हुन्छ फेरि। आमेन। ती नै स्वर्ग हुन्छ। सबैजना मिलेर मोमो बनाउँछ, के पकवान बनाउँछ, त्यहाँनिर जीवन हुन्छ। आमेन। आँखालाई बन्द गरौँ अनि प्रभुसँग भन्नुहोस्, प्रभु मेरो हातबाट कुनै कुरा दुई टुक्रा नहोस्। प्रभु म यति बेला प्रार्थना गर्छु चर्चको लागि अनि हरेक सुन्नेहरूको लागि कि प्रभु हाम्रो हातबाट कुनै पनि कुरा दुई टुक्रा हुन नदिनुहोस्। प्रभु हाम्रो हातबाट कुनै पनि कुरा, प्रभु हाम्रो फैसलाबाट, प्रभु हाम्रो बोल्नुबाट, प्रभु हाम्रो उठाइ बसाइबाट, प्रभु हाम्रो विचारबाट, प्रभु कुनै पनि कुरा दुई टुक्रा नहोस्। दुई टुक्रा प्रभु नदेखि प्रभु हामीलाई जोड्नुहोस्। प्रभु हामीलाई समझ दिनुहोस्। प्रभु हाम्रो अगाडि पुरा साल बाँकी छ। प्रभु हामीलाई समझ दिनुहोस्। प्रभु हामीलाई बुद्धि दिनुहोस्। प्रभु हामीलाई अगुवाई गर्नुहोस्। प्रभु हामीलाई सिकाउनुहोस् कुराहरू कि कसरी दुई कुरालाई एकसाथ राख्छ। प्रभु कसरी आफ्नो कुरालाई, आफूले प्रेम गरेको कुरालाई, आफूले प्रेम राखेको कुरालाई दुई टुक्रा हुन दिँदैन। प्रभु हामीलाई सिकाउनुहोस्। प्रभु सिकाउनुहोस्। प्रभु सिकाउनुहोस् कुराहरू कि हामीले आफ्नो जीवनलाई दुई टुक्रा हुनदेखि जोग्य
जोग्याओस् प्रभु हामीले हाम्रो परिवारलाई दुई टुक्रा हुनदेखि जोग्याओस् प्रभु प्रभु हामीलाई जहाँ पनि राख्नु भएको छ खुदाउन त्यहाँनिर हामीबाट कुनै पनि कुरा दुई टुक्रा हुनदेखि हामीलाई बचाउनुहोस् प्रभु अनि प्रभु म प्रार्थना गर्छु हाम्रो आँखा अगाडि प्रभु कुनै कुरा दुई